जब एउटी कसैको श्रीमती अर्काको श्रीमानसँग हेमचिम गर्न थाल्छ, उसँग सम्बन्ध राख्न थाल्छ अनि उसँग माया प्रेममा डुब्न थाल्छ, तब उसले आफ्नो घरको श्रीमानलाई नराम्रो देख्न थाल्छ, घरको श्रीमानलाई नराम्रो दृष्टिकोणले हेर्न थाल्छ। आखिर यो किन हुन्छ, कसरी हुन्छ, बाँकी सबै यो भिडियोमा हेर्नु होला। जब एक महिलाले अर्को पुरुषलाई मन पराउन थाल्छ, उसलाई आफ्नो श्रीमान मन नपर्न सुरु हुन्छ, उसलाई अरूको श्रीमान या अरू छोरा मान्छेसँग चाहिँ रमाइलो गर्न, घुम्न, खान, मतलब अरू छोरा मान्छे उसलाई जब मन पर्न थाल्छ, आफ्नो श्रीमान मन नपर्न थाल्छ, अनि तब उसले आफ्नै श्रीमानलाई खराब देखाउन थाल्छ। चाहे उसको आफ्ना हुन्, साथीभाइ, उसका सर्कलका, उसका नजिकका सबै व्यक्तिहरूलाई मेरो श्रीमान खराब, मेरो श्रीमान यस्तो उस्तो, अनि श्रीमानको केही कमजोरी, प्रत्येक व्यक्तिको कमजोरी हुन्छ, केही न केही एउटा खराब, प्रत्येक व्यक्तिमा राम्रो पक्ष पनि हुन्छ, नराम्रो पक्ष पनि हुन्छ, अनि त्यो श्रीमतीले त्यही श्रीमानको नराम्रो पक्ष सारा समाज दुनियाँलाई सुनाउन थाल्छ। अनि त्यो श्रीमतीको जब रङ्गे हात उसले समाउँछ, उसलाई थाहा हुन्छ श्रीमती खराब भई, श्रीमती गलत बाटो गई, श्रीमती अरू छोरा मान्छेसँग सल्की, अरू पर पुरुषसँग सल्केकी छे भन्ने जब उसले थाहा पाउँछ, तब ऊ त्यसै भौतारेर बौलाउन बिग्रिन सुरु हुन्छ। अनि त्यसको अझै त्यो श्रीमती बनाउँदिलाई प्लस पोइन्ट हुन्छ। मेरो श्रीमान त रक्सी खान्छ, मात्छ, मेरो श्रीमानले मलाई यस्तो गर्छ, उस्तो गर्छ, समाजले र वरिपरिको व्यक्तिले हेर्दाखेरि हो त्यो व्यक्ति मातेको, रक्सी खाएको, बिग्रेको देख्छन्, तर त्यही श्रीमतीको कारण त्यो श्रीमान बिग्रिएको हो भन्ने कुरा कसैले बुझ्दैन। किनभने श्रीमतीले त श्रीमानलाई अलरेडी खराब बनाइसक्यो, श्रीमानलाई खराब बनाएर ऊ पर पुरुषसँग सल्किरहेको देख्दैन। त्यो श्रीमान श्रीमतीको कारण पासो लागेर मर्नसम्म बाध्य भएको हुन्छ। त्यो समाजले देख्दैन, आफ्नाले देख्दैन। श्रीमतीले लगाएको दाग त सबैले विश्वास गर्छन्, श्रीमतीको आँसु सबैले विश्वास गर्छन्, तर श्रीमती कति चरित्रहीन छ, को व्यक्तिसँग लागेको छ र श्रीमतीको कारण त्यो श्रीमान आज मृत्युको मुखसम्म पुगिसक्यो भन्ने कुरा कसले महसुस गर्दैन। यहाँ सबै श्रीमतीको छोरी मान्छेको आँसु र त्यो बोलीमा भर विश्वास गर्छन्। तिम्रो पनि रुने दिन आउँछ, जसरी श्रीमानलाई रुवाएको छौ एक दिन तिमी पनि रुन्छौ। जसरी श्रीमान तिम्रो मृत्युको अन्तिम अवस्थामा पुग्यो, तिमी पनि त्यही ठाउँमा पुग्छौ। तिम्रो आत्मालाई थाहा छ तिमीले कसरी श्रीमानलाई त्यो अवस्था पुर्यायौ र अर्को पुरुषसँग सल्केर तँसँग रमाइलो गर्दैछौ। कति दिन रमाइलो गर्छौ? तिम्रो पुण्य हुन्छ, जुन दिन तिम्रो पाप आउँछ तब तिमी नर्कको जिन्दगी हुन्छौ। तिमीले त एउटा सौता त्यो जेठी श्रीमतीलाई पनि रुवायौ, तिम्रो श्रीमानलाई रुवायौ, सारा ती सबैको पाप त तिमीलाई एक दिन अवश्य लाग्छ। तिम्रो छातीले त, तिम्रो आत्माले त भनिरहेको छ नि त म गलत हो भनेर, त्यही भएर हल्का तिल मिलाएको पनि छ महोदय। पक्कै पनि दर्शकबिन, दुःखदसँग भन्नु पर्दाखेरि यो कुरा अहिले तपाईँ लगायत धेरैजनालाई पनि मेल खान जान्छ। त्यसैले यो भिडियो त्यस्ता छोरी मान्छेहरूको सपना पुगोस् जसले यो कार्य गरिरहेछ। धन्यवाद।